साथी नि कोही छैन क्या मेरो त यार। यस्तो झाउ लाग्छ होइन, जहाँ गए पनि एक्लै कि हिँडे पनि एक्लै। साथी भनेको सिर्फ एउटा मात्रै छ, तर उसले चाहिँ मेरो साथ कहिले छोड्दैन। यो हेर न, कहिले छोड्दैन कि यसले मेरो साथ होइन। यो साथी आउनको लागि फेरि घाम लाग्नु पऱ्यो क्या, टक्क घाम लाग्यो नि म जहाँ गएँ त्यहीँ जान्छ क्या। तर कति बेला यसलाई गाडीले पेल्छ क्या, अनि गाडीले पेल्छ, म रोडको यता हिँड्दा उता गाडीले पेल्छ, अनि यस्तो टेन्सन लाग्छ कि बिचरा कति दुख्छ होला है यसलाई होइन। हेर्नु न, म जहाँ गएँ त्यहीँ गइरहेको छु टक्क। मेरो साथी भने पनि यही हो, मेरो प्राण भने पनि यही हो क्या होइन। मलाई छोड्दैन, जहाँ गए पनि त्यही खुसी लाग्छ। तर बाटोमा हिँड्दा चाहिँ अब यस्तो सिङ्गलमा हिँड्दा चाहिँ केही लाग्दैन कि, अब मेन रोडमा हिँड्दा चाहिँ कस्तो डर लाग्छ क्या। अनि कस्तो पेलेर हिँड्छ गाडीले, अनि यसलाई कुचलेर हिँड्छ, अनि कति दुख्छ होला भन्न पो सक्दैन र है, कति दुख्छ होला, कस्तो टेन्सन लाग्छ क्या। म त बचाउन खोज्छु, यता साइड आएर बचाउन खोज्छु नि, बस्दैन क्या। अनि हल्का यता आएर पनि टाउकोमा पेलिहाल्छ, झन् शरीरबाट गए पनि टाउकोमा गइहाल्छ। यस्तो मलाई त्यस्तो लाग्छ होइन, यस्तो अर्कै लाग्छ क्या। कसरी बचाउनु? तपाईँसँग केही आइडिया छ भने आइडिया दिनु न यो बचाउने। बिचरा मलाई छोड्दैन, मेरो साथी भने नि यही हो। अनि म साथीलाई दुःख परेको कहाँ हेर्न सक्छु नि साथीलाई। साथीको लागि ज्यान दिन्छु, म यसको लागि ज्यान दिन्छु। तर उसले नै मेरो लागि ज्यान लगिरहेछ क्या होइन, मसँगै हिँडिरहेछ। अनि आफू गाडीमा पेलिएर पनि मलाई बचाइरहेछ कि यसले। हेर्नुहोस् त, अहिले चाहिँ ठिकै ठाउँमा हिँडिरहेछ। त्यही भएर मेन रोडमा हिँड्नै मन लाग्दैन क्या मलाई। कमेन्ट गर्नु ल कसरी बचाउने भनेर है, गाह्रो छ।